नमस्कार, म इन्द्रलाल ठाकुर सुनसरी जिल्लाको बर्जु गाउँपालिकाबाट। म चाहिँ हाम्रो यो स्थानीय स्तरको सरकारको विकासको क्रियाकलाप गतिविधिबारे म आवश्यक कुरा भन्न चाहन्छु। सम्पूर्ण बर्जुवासीहरू, देवानगञ्जवासीहरूमा पनि त्यस्तै छ। हरिनगरा गाउँपालिकाका जनताहरू त जागरुक भइसके, तर हाम्रो बर्जु गाउँपालिकाको जनताहरू जागरुक छैनन्। जहिले पनि के भन्छन् भने वडा अध्यक्षलाई भोट दिए, अध्यक्षलाई भोट दियो, उपाध्यक्षलाई त्यसले गर्नुपर्छ। घरमै विकास गरिदिएन भने घरमै बसेर गाली यति गर्छन्, नाना भाँतीका गाली गरेर त्यसलाई चाहिँ अब आफ्नै मगज र मस्तिष्कलाई बिगारिदिँदो रहेछ। आफ्नो घरको अगाडि रोडमा, पँधेरामा, चियाको दोकानमा तर चाहिँ 5 जना मिलेर गएर ठाउँमा चाहिँ नभन्ने प्रक्रिया बानी बसेको छ। म सम्पूर्ण बर्जु गाउँपालिकाको जनताहरूलाई आग्रह गर्न चाहन्छु कि जुन कुरो तपाईँ यहाँ भन्नुहुन्छ, अध्यक्षको आलोचना, उपाध्यक्षको, वडा सदस्यहरूको, तर चाहिँ त्यो चाहिँ अब हामी वैचारिक एकता गरेर यहाँ कुन बजेट आएको थियो, हुन दिएन, विकास के खाँचोहरू के छन्, त्यो कुराहरूलाई हामी सामूहिक रूपमा अब विचार गरी एक विचार बनाएर हामी वार्डपालिका, गाउँपालिका जाउँ भन्ने अब विकसित समुदायहरूमा यस्तो चलन छ। 10 जना 5 जना गयो, मेरो गाउँको फलानो टोलको बाटो अति आवश्यक छ, गरिदिनुहोस्। त त्यसले गर्दाखेरि जस्तै नम्बर 1 मा भन्छु, अहिले सीतागञ्ज थाना अगाडि अब वर्षौंदेखिको हारगुहार अनुरोध पश्चात अब 10 लाखको बजेट छुट्याइदियो। अब त्यो कसलाई दियो? त्यो ठेकेदारलाई दियो। ठेकेदारलाई जनतासँग कुनै मतलब छैन। ऊ न चुनाव लड्छ, जनताको सेवा होस् नहोस्, काम बेलामा होस् नहोस्, यस्तो चाहिँ ठेकेदारहरूलाई चाहिँ अब लाग्छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरू किन प्रसन्न रहन्छन्। काम अब 2-3 हावा गिट्टी गिराइसक्यो, यहाँ 6-7-8 हावा गिराउनु पर्नेमा अलिअलि गिरायो, तर त्यसपछि छैन। अनि जति जुन खाल्डो अनुसार भरिदिनु पर्ने हो गिट्टीहरू, त्यो अनुसार नगरेर सबैमा अलिअलि दियो, अपूर्ण। अब त्यहाँ अब 3-4 हावा कहिले आउँछ, कुन दिन आउँछ, अब गर्ने तरिका पनि राम्रो लागेन। जुन बिन्दुबाट गर्न थालेपछि 200-400 मिटर गरिसकौँ, फेरि अर्को 400 मिटर गरौँ भन्ने प्रक्रिया चाहिँ गाउँपालिकामा इन्जिनियर छन्, ओभरसियर छन्, सरकारका लाखौं रुपियाँ खर्चा हुन्छन्, तर सिस्टमेटिक काम गरिएको छैन। यो कुरा चाहिँ पैसा चाहिँ जनताको टाउको गनेर खर्चा भइसक्छ, तर त्यो गर्दैन। यो बानी बसाल्नुपर्छ, थिति बसाल्नुपर्छ। बर्जु गाउँपालिकामा थिति त्यस्तो रहेको छैन। यो सीतागञ्ज थाना अगाडिको जुन रोड छ, अब त्यहाँनिर गएर हेर्नुहोस्, अब चोक, झन्डा चोकदेखि 100 मिटर दक्षिणपट्टि जानुहोस्, त्यहाँ एउटा बद्री सत्यलको कृष्ण भण्डारीको घरको अगाडि छ। त्यहाँ चाहिँ अब यति खाल्डो थियो, 2 पटक हालेर पनि त्यहाँ छैन। जति चाहिन्छ त्यति दिनु, त्यति नदिएर फेरि गयो। एक्सकाभेटर पनि आयो, अनि त्यतिकै लकडी, त्यति काठ, अब त्यतिकै चाहिँ पिच रोडैमा सम्याएर गइहाल्यो। मालै गुदियै थिएन, अनि कसलाई मिलाउनु? यो चाहिँ एउटा विकृतिको रूप लिएको छ। त्यसैले सबैलाई चेतना होस्। यसमा चाहिँ अब सबैलाई अनुरोध गर्न चाहन्छु, सबै जनताहरू। वर्षाको ऋतु आयो, फेरि झगडा हुन्छ गाउँघरमा, नाला छैन, पानीको निकास छैन, कताबाट जान्छ। अब यो कुरामा चाहिँ फेरि पुनः म ध्यान आकर्षण गराउँदै, यदि कुरा ठिक लागे कमेन्टमा ठिक, नठिक लागे नठिक भनिदिनु होला भन्ने मेरो अनुरोध छ। धन्यवाद।